माइग्रेनको अधिकांश बिरामीहरूलाई एकातिर कहिले दायाँ कहिले बायाँतिर टाउको दुख्छ र दुखाइ केही दिन अथवा केही हप्ताको फरकमा आउँछ र केही घन्टा अथवा केही दिन चाहिँ रहेर आफै निको हुन्छ। फेरि यस्तो एपिसोड फेरि पनि आइरहन्छ। माइग्रेनका बिरामीहरूलाई विशेष गरी लाइटले, ब्राइट लाइटले, त्यस पछाडि कुनै गन्धले, कुनै चाहिँ एकदमै कलरले बढाइदिने हुन्छ, आवाजले बढाइदिने हुन्छ र केही खानेकुराहरू विशेष गरी कोल्ड ड्रिङ्क्स, पुरानो अचार, तामाक, गुन्द्रुक केही बिरामीहरूलाई यस्तोले चाहिँ बढाइदिने हुन्छ र कतिपय केस चाहिँ महिलाहरूमा चाहिँ माइग्रेन यदि पिरियडको टाइममा अलिकति बढ्ने हुन्छ। माइग्रेनको केसमा आफैले पनि हामीले बिरामीले र बिरामीको भिजिटर अथवा उसको आफन्तले केही अकुप्रेसर गर्यो भने पेन किलर नखाइकन पनि तत्काललाई चाहिँ माइग्रेनबाट रिलिफ पाउन सकिन्छ। तर जस्तो यसमा यसरी गर्दाखेरि हाम्रो यहाँ खाल्डो पर्छ, त्यो खाल्डो परेको ठाउँमा यसरी प्रेस गर्ने, यसरी यो भागलाई यसरी प्रेस गर्ने, यसरी अकुप्रेस गरियो भने हातले बुढी औँलाले यसरी यसरी प्रेस गर्ने। निधारको यो टिका लाउनेहरू भागमा, टिका लाउने भागमा पनि प्रेस गर्न सकिन्छ। अनि यो कन्सर्टमा यसरी चाहिँ अकुप्रेसर गरियो भने माइग्रेनको धेरै प्रतिशत केस जुन बेलामा एट्याक आउँछ त्यतिखेर आफूले चाहिँ दुखाइ कम गर्नलाई त्यसलाई प्रयोग गर्न सकिन्छ। तर अब अहिले पर्मानेन्ट निको बनाउनको लागि चाहिँ अकुपङ्चर र नेचुरोप्याथीका विभिन्न टेक्निकलाई कम्बाइन गरेर हामीले माइग्रेनको उपचार गर्न सक्छौँ।